लैजाऊ बाबा नमस्कार। अनि यो हाम्रो खास गरी कक्षा 1 देखि भनौँ हैन, नर्सरीका त सानै बाबु नानीहरू हुन्छन्, उनीहरूको चाहिँ साना बाबु नानीहरू भएको कारणले बाबुआमा लिन आउने लैजाने गर्छन्। 1 देखि 5 सम्मका विद्यार्थीको अवस्था कस्तो हो हामी कहाँ भन्नुहुन्छ भने पहिले उनीहरू आफै घर जान पनि सक्ने, घर जान आउन सक्ने, त्यसो अनि बाबुआमाहरूको अवस्था चाहिँ उनीहरू काममा जानुपर्ने, बिहान 6 बजे निस्किन्छ, बेलुका 6 बजे आउँछ अथवा 7 बजे आउँछ, उनीहरूको परिस्थिति अनुसार उनीहरू घरमा फर्किने। त्यसो हुँदाखेरि हाम्रा चाहिँ यी बच्चाहरू प्यारेन्ट्सको केयर नपुगेको अवस्था थियो। त्यो भएको हुनाले प्यारेन्ट्सहरू तब त्यो अवस्थामा चाहिँ बच्चाहरू घर फर्किँदा बाटोमा भुल्ने, खेल्ने, अनि चाहिँ कसैको बेवारिसे जस्तो अवस्थामा हाम्रा चाहिँ बाबु नानीहरू देखिन्थ्यो भने अब तपाईँहरूको संस्थाले, यहाँहरूको संस्थाले चाहिँ जुन हाम्रो एक्स्ट्रा क्लास
आफ्टर स्कुल एक्स्ट्रा क्लास सुरु गरिसकेपछि यी सम्पूर्ण विषयहरूमा चाहिँ सुधार आयो। बाबु नानीहरूलाई अझै खाजाको प्रबन्ध गर्नुभयो, त्यसले गर्दाखेरि उनीहरू भोको रहन नपरेको अवस्था छ। उनीहरू घरमा गएर के थियो भने म काम गर्ने ठाउँमा थिएँ अनि काम गर्ने ठाउँमा छोड्न पर्ने अवस्था आएको थियो। विदेशीको घरमा काम गर्ने भएको भने पाहुनाहरू आउँथ्यो अनि पाहुनाहरू आउँदाखेरि मेरो बच्चा फेरि धेरै चकचके थियो अनि कतिचोटि म रुन्थेँ पनि यो बच्चाले गर्दाखेरि मैले काम गरेर नै खान पाइनँ जस्तो लाग्थ्यो। अनि यहाँ ट्युसन खुल्नुभन्दा 2-3 दिन अगाडि चाहिँ के भयो भने लिएर नआउनुहोस् बच्चा भन्नुभएको थियो काम गर्ने ठाउँबाट। अब म काम छोडौँ भने के खाने, नछोडौँ भने बच्चाको स्कुल बिग्रिन्छ, बच्चाको त बल्कु पठाइदिउँ भने पढ्न पाउँदैन अनि म के गर्ने होला भनेर म धेरै टेन्सनमा बसिराखेको थिएँ। ठ्याक्कै स्कुलबाट यस्तो खुसीको खबर सुन्न पाएँ कि बच्चाको ट्युसन हुँदैछ अरे। एउटा संस्था आएको छ, त्यो संस्थाले चाहिँ बच्चाहरूलाई होमवर्क गराउने पढाउने त्यस्तो आएको हुनाले गर्दाखेरि म धेरै खुसी नै भएँ, आँखाबाट आँसु पनि आयो अनि खुसी भएँ। अनि मेरो बच्चाको नाम चाहिँ थिएन रहेछ, त्यतिखेर टिपेको छैन रहेछ अनि त्यो नटिप्दै पनि मेरो बच्चाले चाहिँ यहाँ पढ्ने मौका पायो, ट्युसन पढ्ने मौका पायो। घरमा होमवर्क गराउन सक्ने थिइनँ मैले। होमवर्क गाह्रो, होमवर्क आउँदाखेरि अर्कोको घर घरै डुलाएर लिएर जानुपर्ने थियो होमवर्क सिकाउनलाई। मलाई धेरै समस्या थियो, दिनभरि काम गर्थेँ। के अरे मेरो चाहिँ बाबु पहिलाको भन्दा एकदम राम्रो भएको छ होइन। घरमा पनि अलि के गरे गरिरहेको छ। अब पहिलाको भन्दा चाहिँ एकदम सुधार छ, योभन्दा पनि धेरै सुधार होस् होइन। हजुरहरूले धेरै राम्रो गर्दै जानुहोस्। योभन्दा हामीलाई धेरै ठुलो खुसी हो भने केही पनि हुँदैन होइन। मेरो चाहिँ बाबु एकदमै बिग्रेको थियो पहिला, अनि अहिले चाहिँ यो ट्युसन भइकन चाहिँ धेरै सुधार आएको छ मेरो बाबुलाई। के अरे राम्रो छ, यहाँबाट धेरै राम्रो होस्, त्यही हो हाम्रो चाहना चाहिँ। अब हामी त अब बेलुकासम्म बिजी हुन्छौँ। अब हजुरहरूले यति गरिदिनु भएकोमा धेरै राम्रो छ, एकदम खुसी छ हामीलाई। यहाँभन्दा धेरै राम्रो होस् भन्न चाहन्छु। Kathmandu, the Kathmandu Valley, or the Chiksai. So we have different projects, we have different students we supporting, we have different schools. सक्यो एउटा सब्जेक्ट सक्यो है। अब अर्को गर, अर्को हुन्छ नेपाली, इङ्ग्लिस, साइन्स लेखेर हुन सक्यो। टिफिन बक्स लिएर आएको छ कि छैन? लिएर सुइसको खै त खान्छ ल खाऊ सबैजना। अनि यो 5 लाई हामीले यहाँ तल झार्नु पर्यो हो कि होइन? हो। अब फेरि 6 र 15 लाई कति टाइम्स जाने हो त? 6 र 15 लाई 6 2 जाको कति भयो? 12 अनि 6 3 जा गरे भने 6 3 जा हुन सक्दैन, 2 जा हुन्छ हो। 6 2 जा 12 गरिसकेपछि अब यहाँ 3 थियो त 3 रिमाइन्डर हो। रिमाइन्डर क्वेशन रिमाइन्डर पत्ता लगाउनु होला के क्वेशनमा हैन? सुनिता यो रिमाइन्डर हो कि नाही? रिमाइन्डर थियो। मलाई चाहिँ धेरै गाह्रो भएको थियो। ठ्याक्क 2 दिनमा ट्युसन